नमस्कार, यहाँहरूलाई स्वागत छ। आजको जुन विषय रहेको छ, के मोहनीद्वारा बिग्रिन लागेको सम्बन्धलाई राम्रो बनाउन सकिन्छ त? टाढिएको मान्छेलाई के नजिक ल्याउन सकिन्छ त? भन्ने तपाईँका कौतूहलता, तपाईँका जिज्ञासा अनि प्रश्नहरूको उत्तर मैले लिएर आएको छु। सेकेन्ड भिडियोमा यही भिडियो अन्तर्गत सेकेन्ड भिडियोमा मैले त्यसमा चाहिने सामग्री के हुन् र कसरी गर्न सकिन्छ र विधिद्वारा, मोहनी विधिद्वारा आफ्नो टाढिएको मान्छेलाई, रिसाएको मान्छेलाई अथवा बिचौलियाको हस्तक्षेपद्वारा टाढिएको मान्छेलाई आफ्नो नजिक कसरी ल्याउन सकिन्छ भन्ने विषयमा मैले उपाय लिएर आएको छु। ती उपायको अनुसरण गरी पूर्ण रूपले लाभान्वित हुनुहोला। भिडियो नलम्बाइकन तपाईहरूको लागि म यो भिडियो प्रस्तुत गर्न चाहन्छु। यसमा तपाईहरूले देखिरहनु भएको छ सामग्रीहरू, आफ्नो फोटो र सम्बन्धित व्यक्तिको फोटो जसलाई मोहनी लगाउने हो, पञ्चरङ्गी धागो, दियो चाहिन्छ, अबिर चाहियो, अबिरसँगै अक्षता, अनि त्यसपछि बाटेको धुप, फुल अनि कागती है। यी सामग्रीहरू तपाईँले जुटाउनु होला। अनि त्यसपछि यी सामग्रीहरू जुटाइसकेपछि तपाईँहरूले यो चाहिँ दियो चाहिँ बाल्नु होला। दियो बाली यो दुईवटा दियो बालिसकेपछि यो दुई मुखा भनेपछि दुईजना जोडीलाई चाहिँ मिलाउने हो नि त। त्यो भएको कारणले गर्दाखेरि जोडीको लागि दुईवटा बाल्न जरुरी पर्छ। अनि त्यसपछि फोटो हातमा लिनुहोस्। उहाँको अब सम्बन्धित व्यक्तिको र आफ्नो फोटो लिइसकेपछि पञ्चरङ्गी धागोले दाहिनेबाट 16 फन्को बाँध्नु होला। 16 फन्को बाँध्नुहोस्। 16 फन्को बाँधिसकेपछि अनि त्यहाँ तपाईँले जपना गर्नुपर्छ। अनि प्रगाढ मिलन, पूर्ण मिलन, घोडाचक्रमा भएका सम्पूर्ण विकारत्व नाश भइजाउन्, गणदोष, आसन दोष, नाडी दोष नाश भइजाउन्, शत्रुका हस्तक्षेप, सूक्ष्म छली भेद अंश, देशान मसान प्रभुत्व नाश भइजाउन् भनेर अनि त्यसपछि त्यो फोटोलाई थपक्क त्यहाँ राखिदिनुहोस्। यो राखिसकेपछि अलिकति चामल लिनुहोस्। चामल लिएर एक गर्दै 16 चोटि चढाइदिनुहोस्। यो चाहिँ 16 मोहना भएको कारणले गर्दाखेरि 16 चोटि अनिवार्य चढाउनुपर्छ। जे कुरा पनि अधिकांश 16 फेर नै चढाउनुपर्छ है। चामल भयो, अबिर भयो, यावत यी प्रक्रियाहरू। अब अबिर पनि लिनुहोस्। अबिर लिएर 16 फेर चढाउने है। 16 फेर चढाउनुको कारण चाहिँ के त भन्दाखेरि 16 बलको 16 मोहना भन्छ। 16 बलको 16 मोहना, 16 छलको 16 मोहना, जोर मोहना, उच्च प्रबल मोहना, उत्कर समाज गाऊ, आकृष्ण तेजमा चन्द्र स्वरूपा जगाऊ। चन्द्र स्वरूपा, चन्द्र आकृष्ण चाहिँ सानिध्य जहिले पनि राखिनुपर्छ। यो राखिने अवस्था चाहिँ तपाईँको के भन्छ, मोहनाको लागि एकदमै जरुरी पर्छ। अब अबिर पछि तपाईँहरूले फुल चढाउनुपर्छ। 16 चोटि नै चढाउनुपर्छ है। 16 चोटि यो फुल चढाइसकेपछि चाहिँ, फुल चढाउनुको कारण चाहिँ के हो त, शुद्धिको लागि हो। अबिर चढाउनुको लागि चाहिँ के हो त, देवी मोहना देवीलाई प्रसन्न गराउनको लागि हो। अक्षता चढाउनुको कारण के हो त, त्यो चाहिँ तृप्तिको लागि हो है। चामल चढाइन्छ तृप्तिको लागि, अनि अबिर चढाइन्छ देवीको प्रसन्नताको लागि,
त्यो चाहिँ एउटा शक्तिको स्वरूप पनि हो रातो भनेको, होइन। त्यही भएर अबिर चढाउनुपर्छ अनि त्यसपछि धुप चढाउनु पऱ्यो। अब धुप चाहिँ जुन यो चाहिँ 5वटा लिनु होला। 5वटा लिएर यसलाई बालिदिनुहोस्। यो बालिसकेपछि अनि यो बाटेको धुप बाल्न किन जरुरी छ त भन्दाखेरि यसले चाहिँ भूत प्रेतहरू भए, होइन, जति पनि नकारात्मक ऊर्जाहरू छन्, नकारात्मक शक्तिहरू छन्, जसको कारणले गर्दाखेरि तपाईँहरू बिचमा कलह, द्वन्द्व, मनमुटाव, क्लेश भावहरू सिर्जना भइरहेको छ, क्रमशः दूरीहरू बढिरहेको छ, त्यस्ता नकारात्मक गुणत्वहरूलाई चाहिँ मार्ने काम गर्दछ, हटाउने काम गर्दछ। यसलाई चाहिँ तपाईँहरूले यसरी 16 फन्को यसरी घुमाइसकेपछि अनि त्यहाँबाट यसको जुन यहाँबाट पछि तपाईँहरूले प्रार्थना गर्नुपर्छ है। यसमा चाहिँ यो 16 फन्को घुमाइसकेपछि तपाईँहरूले यहाँ मन्त्र जप्नुपर्छ। मन्त्रमा चाहिँ हे मोहना देवी, तिम्रो शरणमा शिर झुकाई वन्दना, याचना अनि प्रार्थना म गर्दछु। मेरो प्रार्थनालाई सिद्धत्व, सार्थकता अनि पूर्णता प्रदान गर्नुहोस्। घोडा चक्रमा उत्पन्न भएका सूक्ष्म दोषहरू नाश गराउनुहोस्। आसन दोषहरू नाश गराउनुहोस्। ग्रहमा उत्पन्न भएका दोषहरू नाश गराउनुहोस्। हामी दुईको प्रगाढ मिलन गराउनुहोस्। आकृष्ण उच्च जगाई चन्द्रको तेज प्रकाश जगाई मेरा सम्पूर्ण घोडाचक्रलाई अपेक्षित अनुकूल बनाउनुहोस्। हामी दुईको प्रगाढ मिलन गराउनुहोस्। सङ्गम योग जगाउनुहोस् भनेर नमस्कार गर्ने। अनि त्यसपछि 16 फेर त्यो खरानीलाई चढाइदिने है। चढाइसकेपछि त्यो धुपलाई धुपौरोमा राखिदिनुहोस्। अनि त्यसपछि कागती हातमा लिएर कागतीलाई यो यसरी लगभग यो धर्को कोर्नु पर्यो। यो धर्को कोरिसकेपछि 3 धर्को कोरिसकेपछि त्यसलाई त्यहाँ फोटोमाथि राख्ने। फोटोमाथि राखिसकेपछि त्यो धुपलाई सिङ्के धुपलाई बालिदिनुहोस्। सिङ्के धुपलाई बालेर अनि त्यसपछि त्यो कागतीमा गाड्नुपर्छ। यो कागती राख्नुको कारण त अधिकांशलाई थाहा हुनुपर्छ, होइन। यो कागती राखिनुको कारण चाहिँ नजरहरू नलागोस्, विधिहरूमा कुनै पनि दोषहरू उत्पन्न नहोस्, सङ्कटहरू नआओस्, भूत प्रेतका सूक्ष्म बासहरू छन् भने ती बासहरू हटेर जाउन्। आधिपत्य, प्रभुत्व, वर्चस्व चाहिँ हटेर जाउन् भन्नको लागि हो। यो धूप बालिसकेपछि चाहिँ त्यो कागतीको साक्षी भयो है। यो कागतीको साक्षी राखेर अनि त्यसपछि यो धूपलाई राखिसकेपछि अनि यसमा चाहिँ प्रबल ज्योति चाहिँ यसमा जागृत हुन्छ, जसको कारणले दुईजना बिचमा भएका जति पनि नकारात्मक पक्षीहरू छन् ती पक्षीहरू चाहिँ हटेर जान्छन्। यी गरिसकेपछि तपाईँहरूको काम सकियो। अब अर्को बारको लागि चाहिँ एकदमै रेडी भएर बस्नु होला है त। धन्यवाद। तपाईँले राम्रोसँग हेर्नुभयो होला। त्यसमा देखाइएका जति पनि तरिकाहरू छन् ती तरिकाहरूलाई राम्रोसँग फलो गर्नुहोस् र त्यसमा चाहिँ एकाग्रता हुन जरुरी छ। गलत मनोभावले चाहिँ यो क्रिया नगर्नु होला र यो गर्ने बेलामा चाहिँ एकदमै शुद्धि राखेर गर्दाखेरि एकदमै राम्रो हुन्छ। माछा मासुहरूको प्रयोग नगर्दाखेरि एकदमै राम्रो हुन्छ। अनि त्यसपछि आएर गर्ने बेलामा, विधि गर्ने बेलामा चाहिँ रातो चकटी, होइन, रातो वस्त्र, रातो जुन कपडाहरू छ, होइन, रातो, अनि त्यसपछि आएर पहेँलो, यस्ता कपडाहरू राखेर विधि गर्दाखेरि चाहिँ एकदमै प्रभावकारी हुने गर्दछ। अनि त्यसपछि आएर गर्ने बेलामा चाहिँ सदैव पूर्व दिशातिर फर्केर कार्य गर्नुहोला। अनि आफ्नो इष्ट देवी देवताहरूलाई साक्षी राख्नुहोस्, आफ्नो थानीमानीहरूलाई साक्षी राख्नुहोस्। अनि त्यसपछि आएर देवी देवताहरूको मन्दिरमा पनि जाने गर्नुहोस् है। शनिबार, मङ्गलबार, अलिकति कडा बार, अलिकति यस्तो बारहरूमा चाहिँ
गएर भाकल जस्तो राख्ने होइन। हे मेरा इष्टदेव, हे मेरा आराध्य देव, थानी मानी नागदेवता भागदेवता बाजे बराजुले मानिआएका जानिआएका सर्वै देवी देवतालाई हृदयदेखि नै प्रणाम गर्दछु भनेर बिहान बिहान धूपहरू बाल्ने, देवीको मन्दिरमा जाँदाखेरि हे देवी तिम्रो शरणमा शरणागति भई शिर झुकाई वन्दना अनि प्रार्थना गर्दछु, मेरो प्रार्थनालाई सार्थकता प्रदान गर्नुहोस्, हामी दुईको प्रगाढ मिलन गराउनुहोस्, वडा चक्रमा उत्पन्न भएका अनेकन दोष अनि नकारात्मक प्रभावहरूलाई नाश गर्नुहोस्, बिचौलिया हस्तक्षेपहरूलाई हटाई दीक्षीय जगाई 12 कुण्डली 7 चक्र अनि 5 तत्त्वलाई मजबुती प्रदान गर्नुहोस्, ग्रहमा उत्पन्न भएका सूक्ष्म दोषहरू नाश गराउनुहोस् भनेर यावत तरिकाले चाहिँ प्रार्थना गर्न सक्नुहुन्छ। र त्यो विधिमा गरिएको जुन मन्त्र छ होइन, जुन गरिने मन्त्र, गरिएको मन्त्र होइन कि गरिने मन्त्र जुन छ त्यो चाहिँ म तपाईँहरूलाई स्क्रिनमा दिनेछु होइन। त्यो स्क्रिनमा सायद मैले त्यो बिचमै हालिदिन्छु होला। त्यो जुन त्यसमा देखाइएका मन्त्रहरू चाहिँ राम्रोसँग उच्चारण गर्नु होला है। एकदमै मनमा नै गर्नुहोस्, त्यो मनमा नै गरिएर एकदमै आँखा चिम्म गरेर त्यसलाई कण्ठ गरेर गर्न सक्नुभयो भने एकदमै राम्रो हुन्छ। यद्यपि तपाईँले कण्ठ गर्न खोज्दै पनि भइरहेको छैन, सकिएको छैन भने चाहिँ कपीहरूमा लेख्नुहोस् होइन। कपीहरूमा लेखेर अनि त्यसपछि हेरेर त्यसलाई चाहिँ जप्नु होला। 16 चोटि चाहिँ जप्नुपर्छ है। फेरि 16 चोटिको जपना पश्चात अनि त्यसपछि त्यो मन्त्र टुङ्गियो, त्यो मतलब मन्त्र अनि त्यसपछि जप्नु पर्दैन है। 16 चोटि जपिसकेपछि त्यो जप्नु पर्दैन। अनि त्यसपछि फेरि अर्को बारमा एउटा कडा बार है, जस्तै तपाईँले पहिलो विधि गर्नु पर्यो शनिबार अथवा मङ्गलबार अथवा बिहीबार गर्नु पर्यो। एउटा बार तोकेर तपाईँले विधि गरिसकेपछि अनि अर्को एउटा कडा बार तपाईँले चयन गरेर अनि त्यसपछि त्यो बारमा बिहानको समयमा एकदमै चोखो भएर राम्रोसँग क्रियाकलापहरू गरिदिनुहोस्। तपाईँको 100% काम बन्छ, एकदमै एक्युरेटली तपाईँको 100% काम बन्छ होइन। तपाईँले एकदमै एकाग्र भएर पूर्ण समर्पण भावले आफ्नो देवी देवताको मोहना देवीको साक्षी राखेर राम्रोसँग उपासना गर्नुहोस्, तपाईँको काम 100% बन्छ है। यसमा कुनै पनि दुविधा छैन, धेरैजनाको भएको छ। यद्यपि तपाईँलाई अब होइन, अब अझै एकदमै कडा हिसाबले एकदमै जोडतोडले होइन त्यसमा भयङ्करै गर्न मन छ भने चाहिँ तपाईँले मसँग परामर्श लिन सक्नुहुन्छ, कसरी गर्न सकिन्छ होइन। अझै एकदमै कडा हिसाबले चाहिँ इन्द्रमोहनी, छली मोहनी, जालो मोहनी, छोपुवा मोहनी, त्यसमा कुन चाहिँ विधिबाट तपाईँ जान चाहनुहुन्छ एकदमै प्रभावकारी ढङ्गले, एकदमै सटिक ढङ्गले। यो विधि पनि प्रभावकारी हो, यो विधि चाहिँ एकदमै प्रभावकारी हो होइन। तर कस्तो हुन्छ भने गुरु सानिध्य राखेर गरेको र एक्लैले आफैले गर्दाखेरि चाहिँ त्यसमा एउटा त्यो किसिमको हुन्छ नि, एउटा कनेक्टिङ नबन्न सक्छ भन्ने कुरा मात्रै हो होइन। तपाईँ आफै सक्षम हुनुहुन्छ, त्यसप्रति जागरुक हुनुहुन्छ होइन, म आफै सक्छु भन्ने तपाईँलाई आत्मविश्वास छ भने त आफैले गर्दा पनि हुन्छ, केही फरक परेन होइन। मलाई गुरु सानिध्य चाहिन्छ, म एकदमै राम्रोसँग गर्न चाहन्छु होइन, सानिध्य राखेर एकदमै प्रभावकारी ढङ्गले गर्न चाहन्छु, मलाई त्यति आइडिया छैन भन्नुहुन्छ भने त्यसको लागि मसँग परामर्श लिएर मसँग प्रत्यक्ष भेटेर होइन कुरा गर्न सक्नुहुन्छ। उपयुक्त लागेको खण्डमा उपचार त्यो विधिमा अगाडि बढ्न सक्नुहुन्छ। कसरी हुन्छ तपाईँको समाधान गर्नुहोस्, तपाईँको जीवनलाई सुखमय बनाउनुहोस्। वैवाहिक जीवन अथवा प्रेम सम्बन्ध भनेको एकदमै संवेदनशील हो। त्यो भएको कारणले गर्दाखेरि यसको संवेदनशीलतालाई महत्त्व राख्दै तपाईँले जुन कार्य गरिरहनु भएको छ यो कार्य 100% 100% सफल होस्, भगवानको सदैव तपाईँमाथि कृपा बनिरहोस् भन्दै अहिलेको लागि म बिदा हुन चाहन्छु। मैले केही छुटाएको छु भने मैले छुटाएको छु भन्दा पनि तपाईँहरूलाई केही सोध्नु छ भने तपाईँहरूले मलाई कमेन्ट बक्समा गएर सोध्न सक्नुहुन्छ अथवा प्रत्यक्ष सम्पर्क गरेर पनि मलाई सोध्न सक्नुहुन्छ। केही जिज्ञासाहरू छन्, कौतूहलता छन् भने तपाईँहरूले मलाई सोध्न सक्नुहुन्छ है त। ल, तपाईँहरूको जीवन सुखमय होस्, मनोवाञ्छना सिद्ध होस् भन्दै अहिलेको लागि म बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। नमस्कार।
यो चाहिँ तपाईँहरूलाई त्यो मैले इङ्ग्लिसमा लेखिदिइसकेको छु होइन, मेरो त्यो टाइपिङमा प्रब्लम भएर मैले इङ्ग्लिसमा लेखेको छु। त्यो इङ्ग्लिसमा अब त्यो बुझ्नलाई गाह्रो हुन्छ भनेर मैले यहाँ अब उच्चारण पनि गरेर तपाईँहरूलाई सुनाइदिन्छु। एकदमै बिस्तारै आरामले सुनाइदिन्छु। तपाईँहरूले चाहिँ त्यसलाई चाहिँ कपीमा नेपालीमा नोट गर्नुहोला है। राम्रोसँग उच्चारण गर्दाखेरि एकदमै राम्रोसँग उच्चारण गर्नुहोला। खर्वम स्थूलतनुम गजेन्द्रवन्दनं लम्बोदरं सुन्दरं प्रस्पन्दं मधुगन्धमन्दं धूप व्यालोलगण्डस्थलं दन्ताघातविदारितारि रुधिरै सिन्दूरशुभाकरं वन्दे शैलसुतासुतं गणपतिं सिद्धिप्रदं कामदं। यो चाहिँ तपाईँले 16 चोटि जपना गर्नुपर्छ। 3 देखि 5 दिनसम्म, 5 वटा दिन है, जस्तै शनिबार, मङ्गलबार, बिहीबार, फेरि शनिबार अनि मङ्गलबार, यसरी चाहिँ 5 वटा दिनसम्म तपाईँहरूले प्रत्येक रात 9 बजेको समयमा आफ्नो मान्छेको फोटो र आफ्नो फोटो त्यो जुन सामग्रीहरू देखाइएको छ त्यही अनुरूप तपाईँहरूले कार्य गर्नुहोला। अनि त्यसपछि आएर एकदमै एकाग्र भएर वर्षकण्ठ गरेर आँखा चिम्म गरेर एकदमै भगवान् आफ्नो मोहना देवीसँग कनेक्ट भएर प्रार्थना गर्दाखेरि एकदमै प्रभावकारी हुन्छ होइन। त्यसमा मैले तपाईँहरूलाई तरिकाहरू बताइदिइसकेको छु। तपाईँहरूको एकदमै सठिक तरिकाले यसलाई चाहिँ जपना गर्नुहोला। केही जिज्ञासा भए अवश्य पनि मलाई सोध्न सक्नुहुन्छ कमेन्ट बक्समा गएर। भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि म यस्तै खालको राम्रा भिडियोहरू म ल्याउने प्रयास गर्नेछु। अहिलेको लागि बिदा हुन्छु। धेरै धेरै धन्यवाद है त।